विश्वभरिमा सबैभन्दा कमन क्यान्सर थाहा छ तपाईलाई? त्यो भनेको लङ क्यान्सर हो। अनि यसको टप मोस्ट कारण भनेको के हो थाहा छ? द्याट इज स्मोकिङ। स्मोकिङ भनेको तपाईले चुरोट स्मोक गरेको मात्रै बुझ्नुभयो होला है, हैन नि। स्मोकिङ भनेको तपाईले इन्डस्ट्रियल स्मोकहरू इनहेल गर्नुभयो, पाइप भयो, हुक्काहरू भयो, यो सबै स्मोकिङको अन्तर्गत पर्छ। र मैले भर्खर भनेको स्मोकिङ चाहिँ प्राइमेरी स्मोकिङ भयो। तपाईले सेकेन्डरी स्मोकर पनि हुन्छ। सेकेन्डरी स्मोकर भनेको तपाईले सुन्नु नै भएको होला। तपाईको लोकालिटीमा बस्ने मान्छेहरू स्मोक गर्छन् अथवा तपाईको साथीहरू फ्रेन्ड सर्कलमा पनि त स्मोकिङ गर्छ नि। त्यो फ्रेन्ड सर्कलमा भएको स्मोकरहरूको स्मोक हुन्छ नि धुवाबाट आएको, त्यो तपाईले इनहेल गर्नुभयो भने त्यसबाट पनि लङ क्यान्सर हुन सक्छ र त्यसलाई हामी सेकेन्डरी स्मोकर भन्छौं। यो भिडियोबाट हजुरले के सिक्नुभयो त? चुरोट खानु त भएन हजुरले, प्लस चुरोट खाने साथीहरूबाट पनि टाढा बस्नु पर्यो। यति मात्र नभएर हजुर इन्डस्ट्रियल एरियामा बस्नुहुन्छ हैन, त्यो केसमा तपाईले मास्क लगाएर हिँड्ने जस्ता विभिन्न तरिकाहरू अपनाउनु पर्ने हुन्छ। यसले गर्दा हामी लङ क्यान्सरबाट बच्न सक्छौं।